खै पैसा मिल्ने कि पैसा मिल्दैन सागनी बुढी लच यसो रुकेर यहाँ त जिपे फर्काउने हो र पोल सार्ने हो भने त बन्छ जहाँ पोल त सारिन्छ त खोइके चिच्याउनु ग यो तङ्लाजीमा गोरेटो बाटोको असाध्यै ठुलो समस्या थियो। यहाँको गोरेटो बाटोको समस्यालाई गुल्जर गाउँपालिका वार्ड नम्बर 2 ले पनि नजिकबाट निगालिरहेको थियो। यसै सन्दर्भमा यो गोरेटो बाटोलाई सम्पन्न गर्नको निम्ति सुरुवात गर्नको निम्ति हामीले वडाको तर्फबाट गत वर्ष पनि केही रकम विनियोजन गरेका थियौँ। त्यो सारो रकमले काम सम्पन्न हुन नसक्ने भएको हुनाले गत वर्ष हामीले यहाँको सरसल्लाहमा काम सुरु गर्न सकेनौँ। फेरि यस वर्ष पनि वडा कार्यालयको सीमित आर्थिक स्रोतको बावजुद थोरै बजेट हामीले रु 50,000
यहाँको गोरेटो बाटो सुधार गर्नको निम्ति रु 50,000 विनियोजन गरेको थियौँ। त्यो 50,000को विनियोजनबाट विनियोजित भएको रकमबाट मैले स्वयं यही ठाउँमा आएर यहाँका आदरणीय महानुभावहरूलाई, आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई राखेर त्यो कामको सुरुवात यसैबाट गर्नुहोस्, यतिले जति पुग्छ काम गर्नुहोस्, पछि पनि यो बाटो पुरा गरेर वर्षै पछि काम गर्न जाँदा यो हामीले क्रमशः सम्पन्न गर्नेछौँ भनेर चाहिँ भएको थिए। त्यसै अनुसार यहाँ समिति गठन भयो, कामको सुरुवात भयो। काम सुरु गरिसकेपछि यस ठाउँका आदरणीय अग्रज व्यक्तित्वहरू, आदरणीय महानुभावहरूबाट अब यो बाटो हामीले काम सुरुवात गरिसकेपछि निरन्तरता दिँदै खुल्ला मनले स्वतस्फूर्त रूपमा आर्थिक सहयोग चाहिने कसैले दिन सक्नुहुन्छ भने हामीले यो बाटो सम्पन्न गर्छौँ, अगाडि बढाउँछौँ भन्ने यहाँको समितिको धारणा रह्यो। त्यही समितिको धारणा अनुरूप यहाँका आदरणीय सहयोगी मनहरूले यहाँ मात्रै नभएर देश विदेशमा रहनुहुने हाम्रा अनन्य मित्रहरूले, सहयोगदाताहरूले स्वतस्फूर्त रूपमा, स्वैच्छिक रूपमा यहाँहरूलाई सहयोग पनि गर्दै जानुभयो र यहाँहरूले अनुकरणीय काम, मलाई लाग्छ यो देशमै एउटा नमुनाको काम यहाँहरूले गर्नुभएको छ। यति धेरै परिवारले 47-48 जनाको परिवारले 17-18 दिन, आज 18 दिन भइसकेको छ, निरन्तर श्रम गरेर मेटेरियल जुटाएर, सहयोग जुटाएर यो काम गर्नुभएको छ। यो काम असाध्यै अनुकरणीय छ। यहाँहरूले यो वास्तवमा यहाँहरूको कामको प्रशंसा जति गरे पनि सकिँदैन। यहाँहरूले गरेको यो कामलाई फेरि पनि हामीले पूरक बजेट आउँदै गर्दा वडा कार्यालयबाट फेरि पनि वडाको चाहिँ पूरक बजेटबाट गाउँसभा अस्ति भर्खर सम्पन्न भएको गाउँसभाबाट फेरि 1 लाख रुपियाँ विनियोजन गरेको छौँ। यसरी 1,50,000 तपाईँहरूलाई चाहिने पालिकाबाट, वडा कार्यालयबाट सहयोग प्राप्त हुनेछ भने यहाँ असङ्ख्य महानुभावहरूले आफ्नो हैसियत अनुसार स्वतस्फूर्त रूपमा स्वैच्छिक सहयोग गर्नुभएको छ र यसले यहाँहरूको यो कामलाई अगाडि बढाउनु भएको छ। यहाँहरूले आज 18 दिनसम्म पनि यति धेरै करिब तलदेखि कति मिटर राखेको छैन। यहाँ चाहिँ 300 सिडी 300 मिटरभन्दा 30 मिटरभन्दा बढी छ। 300-400-500 मिटर लगभगको चाहिँ दूरीको चाहिँ बाटो ढलान गरेर सिडी निर्माण गरेर कामलाई अगाडि बढाउनु छ। तपाईँहरू असाध्यै सम्मानका पात्रहरू हुनुहुन्छ। यहाँहरूको यो मेहनतलाई, यहाँहरूको यो परिश्रमलाई गुलिदरा गाउँपालिका वडा नम्बर 2 वडा कार्यालय कहिल्यै पनि भुल्ने छैन र यसमा सहयोग गर्ने मनहरूलाई पनि म वडाध्यक्षको हैसियतले हृदयको गहिराईदेखि धेरै धेरै सम्मान व्यक्त गर्न चाहन्छु, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईँहरूले वास्तवमा मान्छेले हामीले पैसा कमाइसकेपछि दान पुण्य आदि इत्यादि भन्दा पनि यस्ता सामाजिक सेवामा, सामाजिक निर्माणमा वास्तवमा चाहिँ यो रकम खर्च गऱ्यो भने हामीले त्यो कमाएको पैसाको पनि सार्थक महत्त्व रहन्छ भन्ने मलाई लाग्छ। यसैमा यहाँहरूको चाहिँ परिश्रम मिसाउनको निम्ति हामीले पनि, मैले पनि मेरो आफ्नो व्यक्तिगत तर्फबाट रु 10,000 यहाँहरूलाई चाहिँ सहयोग गर्ने वचनबद्धता व्यक्त गर्न चाहन्छु। सँगसँगै यस वडाका आदरणीय सामाजिक व्यक्तित्व आदरणीय खिमबहादुर रजालीज्यूबाट पनि 15,015 यहाँहरूको चाहिँ श्रममा, यहाँहरूको चाहिँ यहाँहरूसित सँगसँगै श्रममा श्रम मिसाउनको निम्ति सहयोग मिसाउनु भएको छ। आदरणीय खिमबहादुर रजालीज्यूले 15,015 यो तपाईँहरूको यो काम सँगसँगै सरिक हुनुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सँगसँगै आदरणीय समाजसेवी व्यक्तित्व खिमबहादुर रजालीज्यूले पनि 10,105 यस कामको निम्ति समर्पण गर्नुभएको छ, आफ्नो स्वेच्छाले समर्पण गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र उहाँहरूको सम्मानको निम्ति पनि ताली बजाइदिन हार्दिक अनुरोध गर्दछु। र यहाँको हामीले वडा कार्यालयले गर्ने सहयोग यो वर्षको निम्ति त्यति नै भएको छ। भोलिका दिनमा यहाँहरूलाई यो काम गर्ने दौरानमा ऋण लागेर तपाईँ ऋणमा पर्नुभयो भने पनि आगामी वर्षको वडा कार्यालयको बजेटबाट तपाईँहरूलाई चाहिँ नि केही सहयोग गर्ने समेत वचनबद्धता यहाँहरूको बिचमा राख्दै हामी यो छोटो कार्यक्रम यही अन्त्य भएको जानकारी गर्छु। हस्, धन्यवाद, नमस्कार।
बोरा चाहिँ एउटा राखिदिनुलाई बालौटा बोक्नु बोल्नु हस्टो यहाँ हस्टो पुग्नु राभर सरले त चर चार छैन कि चर चार यो पुग्नु यहाँबाट बोल्दा यहाँबाट राम्रो लाग्यो क्या यहाँ त बगाल उयो के अरे अहिले चर चार अलिक कम जान्छ हेर्नु त के गराइदियो नि घरतिर चर चार भयो भने त घुम जान्छ खै त जिठ्यामै ल्याएको कता हुन्छ यो फाटेवर भोलिपछि बाइक ल्याउने लाग्यो तिमीले नि